ड्रिमल्यान्ड स्वप्नभूमि र अङ्ग्रेजीमा भनिन्छ नि होम इज वेयर द हार्ट इज। घर त्यही हो जहाँ तपाईँको हृदय छ, जहाँ तपाईँको मन छ, जहाँ तपाईँको विचार छ। त्यसैले अलिकति आदर्शका कुरालाई चाहिँ थाती राखेर हेर्ने हो भने स्वप्नभूमि र होम इज वेयर द हार्ट इज भन्ने कुरा चाहिँ यही ठाउँमा यस्तै परिस्थितिमा हुनुपर्छ भन्ने छैन। जहाँ व्यक्ति रमाउँछ, जहाँ व्यक्तिलाई आनन्द आउँछ, जहाँ व्यक्तिले आफ्नो सोच अनुसारको चाहिँ जीवनशैली प्राप्त गर्छ र यहीको खोजीमा थिए र यही खोज मेरो चाहिँ प्राप्त भयो भन्ने लाग्छ, त्यो व्यक्तिको लागि स्वप्नभूमि पनि त्यही हुन्छ र उसको हृदय पनि त्यही घरमा हुन्छ। धेरै व्यक्तिहरू आफ्नो जन्मेको हुर्केको घर छोडेर जाँदाखेरि पनि अन्यत्र गएर चाहिँ आफ्नो हृदय अर्को घरमा बसेको पनि पाएका छन्। आफ्ना परिवार त्यहाँ गरेको छ, त्यहाँ आफ्नै एउटा सानो सपना बाँधेको छ र त्यहाँ आएर बाँकीको जीवन व्यतीत गर्दाखेरि उहाँहरू प्रसन्न पनि हुनुहुन्छ र खुसी पनि हुन सक्नुहुन्छ। त्यसकारण स्वप्नभूमि र मेरो वास्तविक घर कहाँ हो, मेरो होम कहाँ हो भन्ने कुरा चाहिँ हरेकको पर्सपेक्टिभमा चाहिँ निर्भर हुन्छ, हरेकको सोचमा निर्भर हुन्छ। हामीले यही नै हुनुपर्छ भनेर चाहिँ त्यसलाई फर्मुला लगाएर भन्न सक्दैनौँ। जहाँ जन्मेको हो त्यही हुनुपर्छ, जहाँ हुर्केको हो त्यहाँ हुनुपर्छ, जुन राष्ट्र मेरो हो त्यही हुनुपर्छ भन्ने पनि अनिवार्य छ। किनकि हरेक व्यक्तिले आफ्नै परिस्थितिबाट सोच्ने हो। किनकि मूलभूत रूपमा अलिकति हामी राष्ट्रियता, आफ्नो संस्कृति, आफ्नो धर्मबाट अलिकति परबाट हेऱ्यौँ भने त हामी सबै हिसाबले मानव हौँ, एउटा जीव हौँ र हरेक जीवले आफ्नो परिस्थिति कसरी जाने, आफ्नो परिस्थिति र आफ्नो वातावरणलाई सहज कसरी बनाउने भन्ने खोजेमै हुन्छ। चाहे त्यो मानव जीव होस्, चाहे जीव जन्तु होस्, चराचुरुङ्गीले पनि आफू बसेको ठाउँमा, आफ्नो बासिन्दामा चाहिँ आफू बाँच्ने सम्भव देखेन भने चराचुरुङ्गी त्यो छोडेर आफ्नो ठाउँमा मागिरहेको हुन्छ। त्यहाँ उसले आरा पाएन भने अर्को ठाउँमा जान्छ। जङ्गलका जनावरहरू पनि यदि उनीहरू जुन परिवेशमा हुर्केर बसेका थिए त्यहाँ उनीहरूले आफ्नो खानेकुराहरू, घाँसहरू त्यहाँ चाहिँ सबै नष्ट भएको अवस्था देख्यो भने आफ्नो परिवेश परिवर्तन गरेर आफ्नो ठाउँमा जान्छ। त्यसकारण मूलभूत चरित्र चाहिँ हामीहरूको त्यो नै हो। राष्ट्रियता, संस्कृति, धर्म भनेर हामी पछि गएर प्रशिक्षित हुने कुराहरू हो र त्यसरी प्रशिक्षित भइसकेपछि त्यसले प्रभाव त पार्छ, अवश्य पनि पार्छ। किनकि हाम्रो मानसपटलमा त त्यो रहन्छ। आखिर हामी सबैजना आफ्ना अनुभव, आफ्ना सम्झना र आफ्ना भावनाका त शिकार हुने, त्यसले हामीलाई भयङ्कर ठुलो प्रभाव पारिरहेको छ र आफ्नो अनुभव र आफ्नो सम्झना, आफ्नो भावनाको बुझरी कहाँ रोकिन्छ? जुन संस्कृतिमा आफू हुर्कियो, जुन धर्ममा आफू हुर्कियो, जुन परिवारमा आफू हुर्कियो, जुन किसिमको चाहिँ सम्बन्ध आफ्नो परिवारसँग, आफ्नो नातेदारसँग, आफ्नो हुर्केको परिवेशसँग भयो, त्यो नै हुन्छ। त्यसैले अब यो हामीले कन्भेन्सनली सोध्यौँ, परम्परागत हिसाबबाट सोच्यौँ भने हामीले सपना भूमि भन्ने बित्तिकै हामीलाई के लाग्छ भने सपना भूमि त अब यस्तो भूमि हुनुपर्छ जहाँ चाहिँ सम्पन्नता होस्, आधुनिकता होस्, आफ्नै परिस्थितिमा खाना लाउन सामान्य जीवन पुगे तापनि होइन, यो त मेरो सपना भूमि होइन, यो त चलिरहेको छ, मेरो ड्रिमल्यान्ड त यहाँ हो। कति मान्छेले भनौँ न गाडी चढिरहेको पनि हुनुहुन्छ, तर उहाँहरू अझ पनि आफ्नो ड्रिम कारको खोजीमा हुनुहुन्छ, गाडीले मात्रै पुगिरहेको छैन। कति मान्छेहरू घरमा बसिरहनु भएको हुन्छ तर आफ्नो ड्रिम हाउसको खोजीमा हुनुहुन्छ। त्यसैले हामीले सपना भूमि भन्ने बित्तिकै हामीले के सोच्छौँ भने एकदमै माथि उठेर जुन हामीलाई आफ्नो भनौँ न विभिन्न सञ्चार माध्यमबाट या देश विदेशका एक्सपोजरबाट जुन हामीले ग्रहण गरेका छौँ त्यसलाई चित्रण गरेर चाहिँ हामीले आफ्नो ड्रिमल्यान्डलाई चाहिँ अलिकति जहाँ आधुनिकताको चाहिँ भरपूर सामग्रीहरू उपलब्ध होस्, जहाँ सम्पन्नता होस्, जहाँ राम्रो से राम्रो चिजहरू चाहिँ उपलब्ध हुने मौका होस्, यस्तो ठाउँ चाहिँ सपना भूमि हुन्छ
भनेर चाहिँ हामीले कन्भेन्सनली सोचेर त्यो भूमि त अब सबैभन्दा वर्ल्डमा धनी राष्ट्र भनेको अमेरिका नै हो। त्यसैले हामीले कन्भेन्सनली परम्परागत हिसाबबाट अन्धो सोच्यौँ भने ड्रिमल्यान्ड भन्ने बित्तिकै अमेरिका हो, किनकि अमेरिका भनेको सबभन्दा धनी राष्ट्र हो र त्यो धनी राष्ट्रले चाहिँ त्यो सबै सोचलाई चाहिँ परिपूर्ति गरिदिन्छ भन्ने मनस्थितिबाट जान्छ। र त्यो सोचिरहँदाखेरि कहिले कहिले चाहिँ फेरि हामीले आफ्नो भावना, आफ्नो मनोविज्ञान, आफ्नो वास्तविक खुसी कहाँ हो भन्ने कुरालाई चाहिँ थाती राखिरहेको हुन्छ या नजरअन्दाज गरिरहेको हुन्छ। र केवल खालि त्यही कहाँ सम्पन्नता छ, कहाँ भौतिक सामग्रीहरूको चाहिँ सहजता छ, कहाँ गएर चाहिँ मैले चाहिँ धेरै से धेरै चाहिँ आम्दानी गर्न सक्छु र आम्दानी गर्ने सोचको चाहिँ कुनै सीमा रहँदैन, मैले मौका चाहिँ पाइरहन्छु भन्ने हिसाबबाट गएको हुन्छ। र त्यहाँ गइसकेपछि चाहिँ अन्तमा गएर फेरि मान्छेलाई एउटा बिन्दुमा पुगेपछि कि यो सबै कुराहरू तपाईँको ड्रिमल्यान्ड भन्ने कुरा, तपाईँको ड्रिम कुराहरू भन्ने कुराहरू तपाईँको समयसँग पनि सम्बन्धित हुन्छ, उमेरसँग पनि सम्बन्धित हुन्छ र ती कुराहरू वास्तवमा उपभोग गरिसकेपछि पनि त्यसको असली माने थाहा हुन्छ। किनकि तपाईँले अनुभव नगरिन्जेलसम्म तपाईँलाई थाहा हुँदैन। र प्रायः हामी नेपालीहरू पहिला के हुन्छ, धेरै कुराहरू जुन हाम्रो नेपालीहरूको चाहिँ संस्कृति, रीतिरिवाज, परम्परागतसँग जोडिएको छ, मेरो दृष्टिकोणमा त मलाई सोध्नुहुन्छ भने धेरै कुराहरू हामी छोड्न किन तयार हुन्छौँ भने धेरै कुराहरूलाई हामीले चाहिँ आफ्नो अभाव र गरिबीसँग जोडिरहेको हुन्छ। त्यो नेपालीहरूको दुर्भाग्य हो, किनकि हाम्रो विगत, हाम्रो राष्ट्रको स्थिति, हाम्रो सामाजिक स्थिति, हाम्रो आर्थिक स्थिति विगतमा यस्तो भयो, हाम्रो बाबुआमाले भोगेको कि त्यो बेलामा हामीले गरिआएको चाहे लाउने कुरा होस्, चाहे खाने कुरा होस्, चाहे बस्ने कुरा होस्, त्यसलाई हामीले कहिले नै गरिबीबाट जोड्यौँ। त्यसको मूल महत्त्व थाहा नभइकन र अहिले आएर चाहिँ हामी कता कता पछुताइकन रहेका छौँ। त्यही जमाना थियो जब मान्छेहरू चाहिँ ओ ढेँडो खाएको त राम्रो होइन, भात खानुपर्छ भन्थे। ढेँडो खाएको छु भन्नलाई लगाउँथे। अनि कहिले सम्पन्नता आउला र ढेँडो छोडेर भात खाउँला भनेर भने। अब अहिले भात खाँदा खाँदा मान्छेले होइन यार शनिबार त हामी ढेँडो खान जाउँ कतातिर भनेर भनिरहेको छ। त्यसले गर्दाखेरि कहिले कहिले के हुन्छ भने हामीले आफ्नो परम्परागत चिजहरू, जो आफ्नो चिजहरू, जुन आफ्नो परिवेश छ, खोला नाला वातावरणको कुराहरू, ती कुराहरूलाई कहिले कहिले हामीले फर ग्रान्टेड लिन्छौँ। अनि ती कुराहरूको महत्त्वलाई चाहिँ हामीले गहिराइमा नबुझिकन यो त हाम्रो अभावको कारण हामीले यो भोगेको या हाम्रो गरिबीको कारणले भोगेको। एक टाइम थियो होला ढेँडोभन्दा पाउरोटी खाउँ भन्ने। अब हामी अहिले सबैलाई थाहा छ कि पाउरोटीको गुणस्तर के हुन्छ र ढेँडोको गुणस्तर के हुन्छ, मोहीको गुणस्तर के हुन्छ र कोको कोलाको गुणस्तर के हुन्छ हामीलाई थाहा छ। तर एउटा पुर्खा त कहिले मोही छोडेर कोको कोला खानेतिर लागौँ भन्ने रूपमा गइरहेको। त्यसैले स्वप्न भूमि, तपाईँको ड्रिमल्यान्ड भनेका यी सबै मनोविज्ञानबाट चाहिँ नि आधारित हुन्छ। र एउटा मनोविज्ञान बोकेर त्यो सम्पन्नताको खोजीमा गएर जसरी चाहिँ भातबाट ढेँडोमा आए जस्तो त्यहाँ गएर त्यसलाई अनुभव गरेर त्यसको वास्तविक कुराहरू थाहा पाएर गरिसकेपछि त टाढाबाट हेरे जस्तो, आफूले पढाए जस्तो र पुस्तकमा पनि भनेको छ, चलचित्रमा हेरे जस्तो, टेलिभिजनमा हेरे जस्तो वास्तविकता त हुँदैन। वास्तविकता त अर्कै छ। अनि त्यसपछि मान्छेको चेत खोल्न सक्छ र उसले साँच्चै नै सोच्छ कि आखिर मेरो भावना कहाँ जोडिएको छ त, मेरो खुसी कहाँ जोडिएको छ त। अन्तमा गएर त मान्छेले त्यही नै खोज्ने हो। पहिला त उसले के खोज्छ भने मेरो खुसी पनि त्यही हुन्छ होला, त्यो भयो भने त म सबैभन्दा सन्तुष्ट पनि त्यही हुन्छु होला। र त्यो प्राप्त गरिसकेपछि त फेरि त्यहाँ सन्तुष्टि र खुसी नदेखेपछि त सायद यो त साँच्चै यो खुसी र सन्तुष्टि त होइन रहेछ। BMW चढ्दै माथिले त खुसी दिने होइन, राम्रो घर बस्दैमा पनि खुसी दिने होइन। फेरि अमेरिका जस्तो ठाउँमा त के हुन्छ भने यहाँ पो हामीलाई
अलिकति हामीले भनौँ न औषधभन्दा बढी राम्रो गर्यो भने अरूभन्दा हामी निकै फरक छौँ भन्ने लाग्छ। त्यहाँ त तपाईँको कुनै सम्पन्न ठाउँमा जानुभयो र हरेकले BMW चढाएछ भने तपाईँको BMW त केही पनि महत्त्वै भएन। मेरो एउटा बेलायतमा बस्नुहुने साथीले भन्नुहुन्थ्यो कि दाइ मसँग चाहिँ हामी त्यो बेलायतमा बसेको थिएँ, मसँग गाडी थियो, घर थियो, सबै कुरा थियो, तर त्यसलाई त कसैले महत्त्व नै दिइरहेको थिएन। अनि मलाई त डरमाइलो लाग्यो नेपाल कमसेकम नेपालमा मैले केही गरेँ भने त अरूहरूले यसो गरेर हेर्छन्, राम्रो छ भनेर भनिदिन्छन्। भनेपछि हाम्रो मनोविज्ञान कहाँ गइरहेको छ त? हाम्रो मनोविज्ञान त खास कहाँ गइरहेको छ भने तपाईँको आफ्नो लागि भन्दा पनि अरूको नजरमा आफू कहाँ छु भन्नेतिर गइरहेको छ। अनि अरूको नजरमा म यहाँ छु भन्ने भने भन्दा हाम्रो मनोविज्ञानलाई चाहिँ सन्तुष्टि दिनुपर्छ। त्यसैले पनि हो अब यो स्वप्नभूमि, अब मलाई चाहिँ यो किताब पुस्तक कस्तो लाग्यो भने यो माइग्रेन्टहरूको पुस्तक पनि हो। मैले अब लेखक नेपाली भएको हुनाले, पात्र नेपाली भएको हुनाले नेपाली समुदायहरूको रहन सहन, नेपाली समुदायहरूको भोकाइ पनि अमेरिकामा देखाइएको छ। साथसाथमा अन्य अरू माइग्रेन्ट्सहरू, चाहे मलिसा होस्, चाहे बेनिसा होस्, चाहे लुकस होस्, चाहे इभन एउटा डेभिड पात्र छ किन त्यो नहोस्, यिनीहरू सबै इमिग्रेन्ट्सहरू हो। त्यस कारण अलिक सतहबाट तल गएर हेर्ने हो भने अमेरिकाको त्यो इमिग्रेन्ट्सका विभिन्न पर्सपेक्टिभहरू सठिक रूपमा छोटो छोटो तरिकाले गरे तापनि तपाईँ सतहबाट तल जानुभयो भने तपाईँले केही न केही सङ्केतहरू त्यहाँ पाउनुहुन्छ कि इमिग्रेन्टहरूको परिस्थिति के हो, किन हरेक व्यक्तिले आफ्नो ठाउँ छोडेर आउँछ। र म एकदमै पश्चिममा र पूर्व भन्दा पनि हामी सबैजना आफू हुर्केको कल्चर, आफ्नो संस्कृति, आफ्नो धर्मबाट कहीँ न कहीँ प्रभावित हुन्छ। त्यही प्रभावित भएरै चाहिँ हामीले एकअर्कासँग चाहिँ इन्टरेक्सन गर्छौँ र कहिले कहिले भिन्दा भिन्दै हुर्काएर अनुभवबाट भिन्दा भिन्दै पृष्ठभूमिबाट आएको व्यक्तिहरूलाई चाहिँ अर्कै पृष्ठभूमि, अर्कै धर्म, अर्कै संस्कृतिबाट आएको व्यक्तिकोसँग इन्टरेक्सन गर्न कहिले कहिले गाह्रो पनि हुन सक्छ। र त्यो गाह्रोलाई हामीले यो सही हो, यो गलत हो, या यो गलत हो, यो सही हो भन्नुहुन्छ। किनकि हामी सबैजना तपाईँले भने नि आफ्नो हुर्काइ, बुझाइ, संस्कृति, धर्म, खानपिनबाट यहाँबाट दीपक पात्र दाल भात खाएर गएको थियो, उसलाई पिज्जा बनै पर्यो। मलिसा ऊ छ, उनीहरू हरेक बानामा पिज्जै खाउँ भन्छन्, पिज्जा कति मिठो हुन्छ। दीपक पात्रलाई दाल भातकै सम्झना आउँछ होइन। अमेरिकनलाई तपाईँले पनि स्यान्डविच दिनुभयो भने मक्क परेर, स्यान्डविचको दुकानको नाम पनि एकदम सकुलेन्ट स्यान्डविच छ। सकुलेन्ट स्यान्डविच भनेको एकदम स्वादिष्ट स्यान्डविच। त्यो स्वादिष्ट स्यान्डविचबाट बनेको स्यान्डविच पनि दीपकलाई मन परेन, उसले ट्रास क्यानमा फाल्यो र फ्रिज खोलेर कहाँ छ त्यो बासी भात छ कि छैन, दाल छ कि छैन भनेर खोल्न थाल्यो। अब त्यो त न स्यान्डविचको गल्ती हो न दाल भातको गल्ती हो, त्यो त मान्छेको हुर्काएर बानीको र कुन बानीमा ऊ ढल्केको छ, कुन स्वादमा हुर्केको छ त्यसको कुरा हो होइन। त्यसैले त्यो दृष्टिकोण त हुन्छ नि। अब मलिसासँग पनि मलिसाले चिठी लेख्दाखेरि पनि अब उसले पनि आफ्नो भनी म क्याथोलिक हो, अझ दीपकलाई त उसले अझ उद्धार दृष्टिकोणले हेरिदियो। दीपक त मलिसाले चाहिँ आफू क्याथोलिक भएको कारण दीपक हिन्दू धर्ममै भयो भने उसले भने तिम्रो धर्म त धेरै उद्धार रहेछ, तिमी त खालि सबैमा देउता छ भन्ने मान्छौ, तर म एज अ क्याथोलिक चाहिँ खालि जिजसमा मात्रै देउता छ भन्ने ठाउँमा देउता छैन भन्ने मान्छु भनेर उसले आफ्नो न्यारोपनलाई स्वीकारेको छ। अनि त्यो दृष्टिकोणले हेर्दाखेरि त मलिसा पनि आफ्नो त्यो क्याथोलिसिजमबाट, आफ्नो परिवेशबाट, आफ्नो हुर्काइबाट आउन सकेन। अनि त्यहाँ फेरि खालि महिला र पुरुषको सम्बन्ध या हामी कहाँ महिलालाई कसरी हेरिन्छ, उताको महिलाले पुरुषबाट के अपेक्षा राख्छ भन्ने कुरा मात्रै छैन, त्यहाँ अझ गइरहेको तपाईँले गएर हेर्नुभयो भने दीपकले पुस्तकको नै बाटोमा भनेको छ कि यहाँ त एकदमै नजिक भएका प्रेमी प्रेमिकाले पनि छिनछिनमा थ्याङ्क यू भन्नुपर्ने, वेलकम भन्नुपर्ने, गुड बाई भन्नुपर्ने, यो त नजिकको सम्बन्ध भएकाहरूको त हाम्रो संस्कृतिमा हुर्केकोहरूलाई त्यो धेरै औपचारिक लाग्छ। अनि त्यो औपचारिकलाई त हाम्रो विचारमा के हुन्छ भने त्यसले दूरी दर्शाउँछ।
त जति नजिक भयो त्यति चाहिँ नि यस्ता कुराहरूलाई हामीले थाती नजरअन्दाज गर्छौँ, थाती गर्छौँ, एक आपसलाई सम्बोधन गर्ने तरिका पनि अर्कै सतहबाट गर्छौँ, किनकि त्यो सामिप्यले ल्याउने कुराहरू। त्यो बुझाइबाट र त्यो कल्चरबाट विपद आएको छ। मलेसिया चाहिँ नि फेरि अर्को कल्चर, अर्को रिलिजनबाट आएको छ। उसको क्याथोलिक रिलिजन छ, उसको हुर्काइमा के छ भने पुलिसले चाहिँ पनि आदान गर्नुपर्छ, हरेक दिन उसलाई खाना बनाएर दिएको छ भने पनि ओ थ्याङ्क यू डार्लिङ फर मेकिङ मी फुड भन्नु पर्यो, होइन, वेलकम भन्नु पर्यो। अनि त्यस्तै कुरा फेरि हाम्रो संस्कृतिमा राम्रो भनौँ नराम्रो भनौँ के छ भने दिपकले भन्छ पढे लेखेको मान्छेले पनि झाडु लगाउने हो र भाँडा माझ्ने हो र। मलाई एमए पास गरेर आएको उताबाट। अब यो हेर्नुहोस् न, यो कति कन्ट्रडिक्टरी छ। एकातिर मेटेरियल अभावको कारण परिवारलाई हेरचाह गर्नको पनि अभावको कारण सम्पन्नताको खोजीमा गएको व्यक्ति छ। तर त्यो ठाउँमा पुगेपछि उसले भन्छ मैले पनि झाडु लगाउने हो र, मैले पनि भाँडा माझ्ने हो र भनेपछि यो किसिमको एउटा इगो त हाम्रो संस्कृतिले पैदा गरिदिएको हो नि। अमेरिकामा जानुभयो भने त मैले मेरो धेरै साथीहरू छन्, मेरो आफन्तहरू अमेरिकामा बस्नुहुन्छ। मेरो भिनाजु नै त्यहाँको वरिष्ठ लयर हुनुहुन्छ, मेरो दिदी डक्टर छ, मेरो अर्को बहिनी डेन्टिस्ट छ, उसको हस्बेन्ड कम्प्युटर इन्जिनियर छ। तर उनीहरूको बच्चाले खाना बनाइदियो, भाँडा माझ्दियो भने त उनीहरूले मेरो बच्चामा यस्तो स्किल छ भनेर भन्छ। त्यसलाई त स्किलको रूपमा लिन्छ। तपाईँ लयर हुनुहुन्छ ठिक छ, तपाईँ इन्जिनियर हुनुहुन्छ ठिक छ, तपाईँ सुपरस्टार हुनुहुन्छ ठिक छ, तर यदि तपाईँ घरमा आएर आफ्नो बिस्तर पनि बनाउन सक्नुहुन्छ, आफ्नो दराज सफा गर्न सक्नुहुन्छ, तपाईँ झाडु लगाउन सक्नुहुन्छ, खाएको भाँडालाई राम्रोसँग माझेर व्यवस्थित गर्न सक्नुहुन्छ भनेपछि त्यो त तपाईँको टप स्किल हो। त्यो त जीवनको आवश्यकता पनि हो। तर हाम्रो मानसिकतामा कस्तो परेको छ, त्यो कुराहरू चाहिँ फलानु टाइपको मान्छेले गर्नुपर्छ, फलानु टाइपले गर्नु हुँदैन। त्यो त हाम्रो संस्कृति र कल्चरको दोष हो। त्यो न झाडुको दोष हो न भाँडाको दोष हो, होइन। त्यस्तो गर्नु पर्यो भनेर गुनासो पोख्नु भनेको त त्यो त अर्थै हो। त्यो खालि पर्सपेक्टिभको कुरा हो, त्यो खालि हुर्काइ र सोचको कुरा हो। त्यो हामीमा एउटा व्यक्तिले गर्वका साथ भन्न सक्छ होला, म त मेरो प्रोफेसनल जब सकेर घरमा गएपछि पुरा परिवारलाई खाना पनि बनाइदिन्छु, त्यसको भाडा पनि माझिदिन्छु, अनि व्यवस्थित पनि गरिदिन्छु, अनि त्यसपछि मेरो आफ्नो अफिसको काम पनि म भ्याउँछु कम्प्युटरमा गएर भनेर उसले गर्वका साथ आफ्नो स्किल हुन्छ। अर्कोले त्यसैलाई ढाँचा पर्न खोज्दा यार कहाँ मैले भाडा माझेको भन्नुभयो। त्यस कारण यो भनेको सबै पर्सपेक्टिभ हो कि त्यो कार्य आफैमा खासै खराब हुँदैन। यो सबै दृष्टिकोण चाहिँ नि विदेशमा बस्दाखेरि यी सबै भिन्दाभिन्दै दृष्टिकोण बोकेर आउँदाखेरि कस्ता कुराहरू चाहिँ उत्पन्न हुन्छन्, कस्तो सोच हुन्छ, र त्यो कुरा त उत्पन्न भएपछि आफ्नो मनोविज्ञानमा त असर परि नै हाल्छ भनेर एउटा बेग्लै समाजमा बेग्लै पृष्ठभूमिबाट गएका व्यक्तिहरूका पनि देखाइएको छ। र एकदमै सठिक नभए पनि विभिन्न पृष्ठभूमिको नेपालीहरू अमेरिकामा कसरी बस्छन् भनेर पनि देखाइएको छ। चाहे त्यो नेपालीहरूको जमघटमा विभिन्न पृष्ठभूमि, कोही व्यापार गर्न आएको, कोही तलको बाटो मेक्सिकोबाट इलिगली आएको, कोही टिभी पढेर गएको, कोही दिपक जस्तो पढ्न गएको, यो सबै पृष्ठभूमिका नेपालीहरू कहीँ नै छन्। र उनीहरूको हरेकको पर्सपेक्टिभ अलग छ। एउटा स्थल मार्गबाट मेक्सिकोबाट गएको छ। त्यसैले यो पुस्तकमा चाहिँ एकदम सरल तरिकाले, एकदम गहिरो केही छैन, एकदमै आनन्द हिसाबले बुझ्न सकिन्छ। तर अलिकति सतहबाट तल गयो भने यसमा धेरै किसिमका मनोविज्ञानहरू चाहिँ उजागर हुन्छ। र मलाई लाग्छ कि पाठकले त्यसैलाई नै मनन गरेर यसलाई पढ्नुपर्ने हुन्छ, पर्सपेक्टिभबाट पढ्नुपर्ने हुन्छ। र व्यक्ति यदि आफ्नो ठाउँमा फर्किन चाहन्छ, आफ्नो उसमा फर्किन चाहन्छ भने
ऊ कहीँ न कहीँ जहाँ हुर्केको छ जहाँ उसको हानी बानी छ त्यसले त प्रभाव पारि नै हाल्छ नि दीपक र मनिषाको बच्चा त्यही हुर्केको भए त्यही भएको भए र एउटा बिन्दुमा दीपकले चाहिँ आफ्नो आमा बाबुको घरमा चाहिँ यदि मनिषासँग पैदा भएको त्यही हुर्केको त्यही जन्मेको बच्चालाई यहाँ ल्यायो भने त्यो बच्चाले सायद भन्नु धेरै वर्ष बसेपछि हामी अमेरिका फर्किने होइन कहिले अमेरिका फर्किने होइन मलाई त यहाँ विचारले त रमाइलो लाग्यो रहनसहन मिलेन बङ्गला भाषा मिलेन बङ्गला त्यहाँ यी सबै कुराहरू चाहिँ पर्सपेक्टिभ हो कि अलिकति आदर्शलाई थाती राखेर हामीले सबै हाम्रो कल्चर हाम्रो अनुभव हाम्रो संस्कृतिका शिकार नहौँ हामी र त्यो चाहिँ राम्रोसँग दर्शाएको छ तुलसी आचार्यजी तपाईँलाई धेरै धेरै बधाई छ यस पुस्तकको लागि